याकोब 5 अध्यायको 13 पद। के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ त्यसले प्रार्थना गरोस्, के कोही आनन्दित छ त्यसले प्रशंसाको भजन गाओस्। याकोब 5 अध्याय 13ले हाम्रो जीवनका दुईवटा फरक परिस्थितिहरू कष्ट र खुसीमा कसरी प्रतिक्रिया जनाउने भन्ने बारे व्यावहारिक र आध्यात्मिक सल्लाह दिन्छ। 1. कष्टमा प्रार्थना। प्रतिकूल परिस्थिति। जब हामी दुःख, बिरामी वा समस्यामा हुन्छौँ, हाम्रो पहिलो कदम प्रार्थना हुनुपर्छ। यसले सिकाउँछ कि हामीले आफ्ना बोझहरू आफै मात्र बोक्नु हुँदैन। परमेश्वर हाम्रो सहारा हुनुहुन्छ र उहाँसँग शक्ति माग्नुपर्छ। 2. खुसीमा प्रशंसा। अनुकूल परिस्थिति। जब हामी सफल वा खुसी हुन्छौँ, हामीले परमेश्वरलाई बिर्सने गर्छौँ। तर यो वचनले भन्छ कि खुसीको समयमा प्रशंसाको भजन गाउनुपर्छ। यसले सिकाउँछ कि हाम्रो सफलता र आनन्दको स्रोत परमेश्वर हुनुहुन्छ। कृतज्ञता व्यक्त गर्नाले हाम्रो हृदय नम्र रहन्छ। मुख्य सन्देश। यो वचनको सार यो हो कि जीवनको हरेक मौसममा, चाहे दुःख होस् वा सुख, हामी परमेश्वरसँग जोडिनुपर्छ। दुःखमा उहाँलाई पुकार्ने र सुखमा उहाँलाई धन्यवाद दिने गर्नाले हाम्रो विश्वास बलियो हुन्छ। आमेन। जय मसीह। हजुर सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्।